ल आउनुहोस् गुड इभिनिङ र गुड नाइटको प्रयोगको फरकको बारेमा कुरा गरौँ। गुड इभिनिङ हामी बेलुकीको समय 5 बजे होस् या रातिको 11 बजे होस् कसैसँग भेट्दैछौँ भने हामीले गुड इभिनिङ सर अथवा गुड इभिनिङ म्याडम भनेर हामी के गर्छौँ त अभिवादन गर्छौँ। त्यसै गरिकन जब हामी छुट्टिन्छौँ कसैसँग भेटेर छुट्टिने बेला हामीले के गर्छौँ त गुड नाइट भन्छौँ। तपाईँ 10 बजे भेट्नुभयो, तपाईँ फर्किँदै हुनुहुन्छ, बिदाई हुँदै हुनुहुन्छ भने के गर्ने हो त गुड नाइट भन्ने हो। या तपाईँ अब चाहिँ सुत्न जाँदै हुनुहुन्छ त्यसको लागि पनि हामी गुड नाइट भनेर भन्ने हो। त्यसकारणले गुड इभिनिङ भनेको अभिवादन हो, भेट्दा हामी प्रयोग गर्छौँ भने गुड नाइट भनेको यो चाहिँ बिदाईको लागि प्रयोग गरिने शब्द हो। त्यसलाई हामी के गर्छौँ त कसैसँग रातिको समयमा छुट्टिँदा हामी गुड नाइट भनेर छुट्टिन्छौँ। भेट्दा गुड इभिनिङ अनि छुट्टिँदा गुड नाइट। तर कहिलेकाहीँ चाहिँ हामी के गर्न सक्छौँ त ह्याभ अ गुड इभिनिङ भनेर छुट्टिन सक्छौँ, तर अलि छिटै बेलुकीको समयमा छुट्टिँदै गर्दा। सायद यहाँहरूलाई थाहा भयो होला बेसिक डिफरेन्स के रहेछ भनेर।